नमस्ते, मेरो नाम अनिता जिम्बा, म नलुबाट र म चाहिँ यो नमस्कार, मेरो नाम किरण घ्याबा, मेरो घर पञ्चसम गाउँपालिका वडा नम्बर 5 भारदेव। म अहिले कक्षा 12 मा अध्ययनरत छु। म पनि त्यही सामुना ग्रुपको एउटा मेम्बर हो। नमस्ते, म पूजा स्याङतान, कञ्जुसम गाउँपालिका वडा नम्बर 4 नलडुमा बस्छु। हाल म कक्षा 12 मा अध्ययनरत छु र साथै म सामुना ग्रुपमा पनि आबद्ध छु। प्रशान्त तामाङ र म कञ्जुसम गाउँपालिका वडा नम्बर 5 भारदेवमा बस्छु र म अहिले कक्षा 12 मा पढ्दैछु र म चाहिँ सामुना ग्रुपमा नि छु, जुन ग्रुप हामी 16 जना मिलेर बनेको ग्रुप छ। हाम्रो कञ्जुसममा चाहिँ धेरै तामाङ समूह भएका कारणले बालबिहा बढी हुने गर्दछ र यो कल्चरली पनि एक्सेप्टेड छ। तर यो कुरा चाहिँ कानुनी रूपमा गलत हो। म चाहिँ यस्तो बालविवाहमा चाहिँ अब अलिकति धेरै अब पहिलेदेखि मैले देखिरहेको बुझिरहेको, मेरै साथीहरूले पनि अब धेरैले बिहे गरेर पनि अब उनीहरूले दुःख पाइरहेको मैले देखिरहेको छु। अनि अब यसलाई रोक्नको लागि चाहिँ अब पहिला साथीहरूलाई भनेकै बालविवाहले चाहिँ युवादेखि बालिकाहरूमा धेरै असर पर्छ। जस्तै अब स्वास्थ्यमा पर्ने भयो, शिक्षामा, अब भविष्यमा हुन्छ, अब मानव जीवनमा अब आइराख्ने कुराहरूमा नि हुनसक्छ। भन्नुपर्दा चाहिँ बिचैमा पढाइ छोडेर अब घरको काममा लाग्ने, अनि अब युवाहरूलाई मोटिभेट गर्नुपर्ने ठाउँमा उनीहरू आफैले त्यस्तो गलत कदमहरू चलाउँदा चाहिँ अलिकति अब युवाहरूलाई पनि गाह्रो हुने त्यस्तो भइराखेको र अब अर्काको घरमा बिहे भएर गइसकेपछि त अब उसकै घरमा अब काम गर्नु। हाम्रो समुदायमा चाहिँ बालविवाहबाट विभिन्न समस्याहरू देखा परिरहेका छन्, जस्तै कि सानै उमेरमा शिक्षाबाट वञ्चित, घरेलु हिंसा, मानसिक तथा आर्थिक कमजोरी, यसका साथै विभिन्न अन्य समस्याहरू पनि रहेका छन्। तसर्थ यो समस्याहरूलाई न्यूनीकरण गर्नका लागि हामीले यो अभियान चलाए। अब पहिला भन्नुपर्दा चाहिँ मम्मीहरूकै प्रेसरहरूबाट, बाबाहरूको अब आफ्नै माइत घरबाटै प्रेसर भएर चाहिँ बिहे गर्थ्यो। अहिलेको जेनेरेसनमा चाहिँ सबैजना देखासेखी, एकजना पहिला गयो भने साथी पहिला गइसकेपछि अब साथी त पहिला गयो, अब हामी पनि जानु पर्ला, अब हामी चाहिँ के गरेर बस्नु भन्ने खाली कुराहरूले गर्दा चाहिँ यस्तो भइरहेको छ। हाम्रो 16 जना सामुना ग्रुपले कञ्जुसममा सानो मिटिङमा सहभागी भएर युवाहरूको समस्याहरूलाई बुझेर 7वटा समस्याहरूमध्ये एउटालाई चुनेका थियो। हाम्रो त्यो 7वटा समस्याहरूमध्ये एउटा युवाहरूको सहभागिता र सवाल, दोस्रो बालविवाह न्यूनीकरण र तेस्रो लागु पदार्थ सेवन इत्यादि समस्याहरू रहेको थियो। र त्यो समस्याहरूमध्ये हामीले मेन समस्या चाहिँ बालविवाह न्यूनीकरणलाई लिएको थियो र पछि त्यो बालविवाह न्यूनीकरणको हामीले वर्कसप पनि गऱ्यौँ। पछिको मिटिङमा हामीले एक्सन प्लान पनि गऱ्यौँ। एक्सन प्लान गरेर त्यो एक्सन प्लानमा हामीलाई सहयोग गर्नुहुने संस्थाहरू दुनिबा संस्था, अनि फ्युचर राइट्स,
अनि कन्सल्टेसन संस्थाहरूले हामीलाई धेरै सहयोग गर्यो। सांस्कृतिक, आर्थिक अथवा वातावरणीय न्याय जस्ता पहल सामाजिक विषयहरू पर्यो हैन। सांस्कृतिक पाल्पछि प्रसिद्धमा पर्छ कि थुप्रै ठाउँ गइन्छ नि त्यो दिनको अगाडि कहाँ जानु छ यहाँ सुरु गर फुटबल खेल्न जाला त्यो पछिमा लेख्ने चित्र बनाउनु तपाईलाई हाम्रो कन्जोसम्ममा चाहिँ बालविवाह धेरै हुने भएकाले हामीले रोक्ने काम गर्दैछौँ। यस बाल विवाह न्यूनीकरणको कार्यक्रमहरू हामीले वडा कार्यालय, स्कुल, पालिका, समुदायमा गर्ने। हाम्रो अब यो बाल विवाह रोक्नको लागि चाहिँ हामीले सर्वप्रथम चाहिँ घर दैलो कार्यक्रम अनि जनचेतनाहरू फैलाउने, अब स्पेसल्ली चाहिँ पुरोहित जसले अब सानै उमेरमा बिहे गर्नु हुँदैन भनेर पनि उहाँहरूलाई थाहा हुँदैन खास चाहिँ, र उहाँहरूसँग गएर चाहिँ कुरा गर्ने र कुरा गर्दा चाहिँ उहाँहरूलाई कानुनी रूपले चाहिँ अब सानै उमेरमा बिहे गर्दा चाहिँ सजायको भागीदार हुने र जसले बिहे पनि सरसल्लाह गरेर उहाँहरूलाई बालविवाह गर्नु हुँदैन भनेर भन्नुपर्छ। यदि गरी हामीले यो वुमेन राइट अवार्ड पायौँ भने पहिले त हामी सामना ग्रुप नै मोटिभेट हुन्छौँ, त्यसपछि अरू युवा साथीहरूलाई पनि इन्करेज गर्छौँ जसमा हामीलाई अगाडि बढ्न मद्दत मिल्छ। हामीले थप आवश्यकता अनुसार सहयोग र समुदाय पायौँ र त्यहाँबाट पनि हामी प्रेरित भएका छन्। यस कार्यक्रमहरूले आगामी दिनमा बाल विवाह न्यूनीकरण हुन सहयोग पुर्याउने अपेक्षा हामीले राखेका छौँ। हस्, धन्यवाद। ल